ल जे होला आज त खोलामा आएर यी खाइयो नि त जोइ ऊ हेर्नु पर माथि हेर्नु त ऊ कस्तो दामी ल ढुङ्गाले आन्छु रमाइलो भइरहेछ होइन अब यहाँ तल पा पनि पाउँछ है फेरि यहाँ तल यो भनेको छाङ्गा हो यहाँ तल यो भनेको हाम्रो यो खोर्सानी खोला भन्छ यहाँ तल भनेको यो कम्बो खोला यहाँ तलतिर पर्छ अनि त्यसपछि हामी अब माछा गडेर पनि मार्नेछौँ अनि त्यसपछि यो गाँगटाहरू पनि खोज्नेछौँ कि कसो भाइ खाली टाउकेहरू जोइ राम्रो बोल्नु है जोइ अरुण भाइ राम्रो बोल्नु त्यहाँ यहाँ पहिलो लट यहाँ चाहिँ हुँदैछ अनि यहीँ खोलाहरू छन् रमाइलो पो छ त यहाँ त मासु खानु पाउँदा त होइन अनुहार पनि हसिलो चकिलो हेरौँ न हेर चकिलो अनुहार कालो मान्छे पनि सेतो भएको यहाँ हो यहाँ हो ऊ त्यसका बाजे मासु ज्यादा भएर अमिलो पनि प्राकृतिकले दिएको प्राकृतिक आहारको निम्ति खोला खोल्सीमा पाइने यो निगुरे अनि त्यसपछि यो प्याज अनि त्यस आफ्नै घरै छ बारीमा आफ्नै घरै छ बारीमा भनेको भोक्से आफ्नै घरै छ बारीमा भलेको यो प्याज आफ्नै वनस्पतिबाट लिएर यो मासु आफ्नै घरै छ बारीमा उब्रेको यो धनियाँ धनियाँ आफ्नै घरै छ बारीमा उब्रेको यो टमाटर आफ्नै घरै छ बारीमा उब्रेको यो लसुन आफ्नै घरै छ बारीमा उब्रेको यो कागती अदुवा अदुवा भोट के अरे रु के भने जस्तो हो त के छ भने भाइ दिल्लीराम योगी हो क्या दिल्लीराम योगी प्राकृतिकले दिएको प्राकृतिक आहारको निम्ति यस हामीलाई दिएको यो निगुरे अर्ग्यानिक खोला खोल्सीमा पाइने ह्याङमा